Hello everybody, welcome back to another vlog. अन्त आज चाहिँ म तल हाम्रो नर्थ सिक्किमको अथवा मङ्गन डिस्ट्रिक्टको सबैभन्दा फर्स्ट रोयल इनफिल्डको सर्भिस सेन्टर आज ओपनिङ छ र त्यहाँ जाँदैछु। अनि यो भिडियोकै थ्रुबाट आगे नर्बुलाई एकदमै मेनी कङ्ग्रेचुलेसन टु यु एन्ड टु रोयल इनफिल्ड फ्यामिली है। अब चाहिँ हाम्रो रोयल इनफिल्डको चाहिँ सर्भिसिङ सबै मङ्गनमै हुने भयो, ग्याङटकसम्म जानु पर्दैन। धेरै कुराहरू हामीलाई अब सुविस्ता हुन्छ यहाँ छेउमा भएकोले गर्दाखेरि। ओके, एनिवेज अब हामी तल जाने है। अनि सिन चाहिँ अहिले यस्तो छ है, लु तपाईँहरूको लागि यहाँबाट चाहिँ अहिले यस्तो देखिँदैछ है। बाइक चाहिँ यहाँ छ, यो चाहिँ मेरो बाइक हो। एन्ड अब चाहिँ सिधै तल जाने है त। आगे नोटबुकमा गएर सानो अलिअलि भिडियोजहरू बनाउँछु है, तपाईहरुलाई इन्फर्मेटिभ भिडियो भनौँ न, इन्फर्मेटिभ भिडियो बनाइदिन्छु। आई होप तपाईहरुले इन्जोय गर्नुहुन्छ होला। सो प्लिज स्टे ट्युन टिल द एन्ड। लेट्स गो गाइस। अब चाहिँ हामी जाने बेला भयो। अझै गुकिचेर थुक्पा मोमो यस्तो हुन्छ नि त सुरुमै कन्टेन्ट। यो चाहिँ मेरो पर्सनल कन्टेन्ट। राम्रो कुरा चाहिँ त्यही हो नि, अब हाम्रोमा चाहिँ अब वी हेभ रोयल इनफिल्डको सर्भिस सेन्टर फाइनली हाम्रो यता मङ्गन डिस्ट्रिक्टमा होइन। अनि सजिलो, सबै सजिलो, अब हामीलाई चाहिँ एकदमै सजिलो पर्छ, इजी पर्छ है। सो त्यही भएर कम्पनी नै यहीँ छ भने अब इजी नि, अब हाम्रो वारेन्टीहरू, हाम्रो इन्सुरेन्सहरू भोइड हुँदैन है, कुनै मिस्टेक्सहरू हुँदैन। अब एउटा जिम्मेवार प्रकारले हाम्रो बाइक बनाइदिन्छ नि त। कसको लागि किनेको अर्को चाहिँ तिनहरू चाहिँ किन? ए गुड मर्निङ। कहाँ लागेको? ए आज हो इन्टरभ्यू? भोलि हो? एकदम अल द बेस्ट, राम्रो गर्नुहोस् हो। यहाँ चाहिँ रोहन सर हुनुहुन्थ्यो अहिले भर्खर चाहिँ हाम्रो ह्यान्डसम हिरो चल्दैछ। हेलो के छ गाइस? ब्याट्री सक्नु आँटेछ है। ए ब्याट्री होइन, मेमोरी कार्ड हो। कस्तो ह्यान्डसम देखेको? लु जाउँ। ह्यान्डसम त जन्मेकै है, जन्मेरै ह्यान्डसम है। उही मङ्गन पस्नु अगाडि सबैभन्दा फर्स्ट यहाँनिर यो पेट्रोल पम्प हेर्छ। अनि यो गेट पनि छ होइन। गेटदेखि चाहिँ यता उन्दोपट्टि जानुपर्छ ल। उन्दोपट्टि गयो यसरी योपट्टि चाहिँ तपाईँको चाँदी भन्छ, योदेखि ओह्रालो जानुपर्छ। त्यहाँदेखि चाहिँ तपाईँले यो बाटो जाँदै चाहिँ तपाईँले अन द राइट ह्यान्ड साइड यो यतापट्टि तपाईँले भेट्नुहुन्छ, मतलब अब रोयल इनफिल्डको सर्भिस सेन्टर। 2 मिनटको बाटो हो। अब बाइक त कहाँ लाउनु नि, फेरि मुम्बई लाउनु कि के गर्नु? मुम्बई लगाइदिन्छु म त। आइपुगे है सर्भिस सेन्टर। यही हो हाम्रो सर्भिस सेन्टर। अहिले चाहिँ म छु एम्बेसेडरको भित्र होइन। यो चाहिँ कालोमा छ, यो म जहाँ बसेको छु यो चाहिँ सेतो हो। चाहिँ आगे नर्बुले यहाँ राख्नु भएको छ। एम्बेसेडरको फिल्ड चाहिँ यस्तो छ है। हर्न पनि यस्तो, गियर लिभर पनि मजा गरेछ। पहिला सानोको चाहिँ मेरो बेस्ट भनौँ न, मेरो फेभरेट गाडी हो एम्बेसेडर चाहिँ। सानोमा मलाई अरे मनपर्ने गाडी हो। आई वाज क्रेजी अबाउट दिस कार। मङ्गनमा पनि थियो, 2टा हो कि 3टा थियो। पुरा मनपर्छ नि मलाई यो। Vale, vete un glass.
च्याबी होइन तारबाट स्टार्ट गर्नुपर्छ च्याबी यहाँ हाल्नु तर दामी एमर्जेन्सी चाहिँ यहाँ रहेछ गियर हेर नि पराठा दामी देख्दैछ है थ्याङ्क यू यहाँ खिचिदिनु हुने चाहिँ हाम्रो यता आगे हुनुहुन्छ एभ्रिबडी इज एप्रिसिएटिङ द ब्युटी त्यही त हो यो चाहिँ तर यो बिग्रिनु चाहिँ केले होइन रे यो चाहिँ माथि तल यो बिल्डिङको माथि तल यो गाडी चाहिँ उँधो उसारेर चाहिँ बिग्रेको हो आगे नर्बु पनि आगे नर्बु कडा छ नि आगे नर्बु अब यो बिल्डिङ माथि र तल चाहिँ अब यो गाडी उँधो गर्नु चाहिँ अब हेभी गइँदैछ भाइ कहाँसम्म सर ए लाग्छ ए अलिक साइड हाट्नु बनाएन हुने रहेछ कहाँ यो गाडी चल्ने गाडी हो नि चल्ने गाडी हो नि यो होइन यो बिग्रेको चाहिँ नि यो कसरी बिग्रेको चाहिँ एक्सिडेन्ट होइन यो बिल्डिङको माथि बिल्डिङदेखि तल झार्दै गर्दाखेरि बिग्रेको पहिला चाहिँ बिल्डिङभित्र राखिसकेको थियो नि त यो गाडी फेरि झारेको त्यो डोरी पुली चेन खुली त मेन खुली पो भन्नेमा पो हो Rasidile Khamrimo Namaste. I, Chiring Norbu Bhutia, owner of the premises, would like to express my heartfelt gratitude to Royal Enfield opening the first ever Royal Enfield service center in our district. I, as an enthusiastic rider, I have offered my premises at a very minimal cost to support the initiative and to ensure easier access to essential service for all Royal Enfield owners. For years, riders, both local and tourists, have faced challenges accessing timely service, especially during peak season. This new service center will be lifeline for them, offering immediate support in moments when they need it most. I truly believe this service center will meet the needs of Royal Enfield owners but also touch the heart of countless riders who share the same passion and love for their machine in our region. Suchiche, thank you.